त्यही साइकल होइन त्यो त्यो आर्मीनिर गएको होइन त्यो साइकलको मुनिबाट राखेको होइन एकजनाको के छ खुट्टा के भएको छ भन्नु एउटा कानबाट यस्तोबाट पुरै उतो गएको छ तपाईँ त्यहीँ हुनुहुन्छ हामी त नास्ता खाना गएको ठाउँबाट आएको क्या अनि 4 जना चाहिँ होइन 2 जना चाहिँ एकदम चिकित्सा छ भन्छ होइन 2 जना यो घरको यसरी सिसा फुटिरहेको छ है होइन त्यो बमको उसले गर्दा एउटाको दुईटाको घुँडाबाट पुरै खुनै खुल्ला पल्टेको कान छोपेर त्यो अर्कोको चाहिँ कानबाट यस्ताबाट खुन गइरहेको साइडबाट सिसा लाएर लिएर गयो अहिले यहाँ यसै भन्ने स्थिति छैन यो म भर्खर लाइभ रेकर्ड गरेर आएको छु फेरि कहीँ कतै हुनसक्छ भनेर सबैलाई भित्र बार्ने काम भइरहेको छ सजग हुनुहोस् भन्ने कुरा भइरहेको छ जुन साइकल मुनि राखिएको रहेछ बम र त्यो बम त्यसरी पड्किएको छ जसमा 2 जनाको अवस्था गम्भीर छ त्यो 2 जना सामान्य जस्तो पनि देखिन्छ तर पनि अरू त्रसित हुन्छ भनेर यसरी भन्न सकिएको छैन प्लस त भन्न सकिएको छैन र सयौं हजारौंको संख्यामा यहाँ बाणगङ्गा नगरपालिका गजेडा यस क्षेत्रमा मनोनयन दर्ता गर्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र संयुक्त गठबन्धनका कार्यकर्ता र सँगै उम्मेदवारहरू यहाँ हुनुहुन्छ र आर्मीहरू परिचालन भएको हो कि जस्तो महसुस हुँदैछ किनकि घटनाको जुन केन्द्रबिन्दु छ त्यही लिएर यसरी बसिरहनु भएको छ यो कुरा तपाईलाई जानकारी गराएँ।